हाई एभ्रिवान, सेवा सेमुसिङ यो हजुरहरूलाई स्वागत छ मेरो भिडियोमा। आज चाहिँ माघे सङ्क्रान्ति हो। हामीले चाहिँ अब रोटी तरुलहरू खानु आँटेको साथीहरू। भिडियो के कस्तो हुन्छ अन्तिमसम्म हेरेर साथ दिनु होला। तपाईँहरू पनि राम्रोसँग मनाउनु होला माघे सङ्क्रान्ति। माघे सङ्क्रान्तिको धेरै धेरै शुभकामना साथीहरू। हाई मनसुन, के गरेको तिमी? साथीहरू हाम्रो खानेकुराहरू चाहिँ यहाँ छ। यो रहेको छ तरुल। आज चाहिँ विशेष गरी तरुल खानुपर्ने हुन्छ। अनि यहाँ रहेको छ के हो यो के हो भन त? यो अंगुर, यो सक्खर, यो स्याउ अनि यो भात अनि यो रोटी, होइन गहत। अनि यहाँ चाहिँ सुँगुरको मासु। यो चाहिँ हेलो बेबी, के गरेको? बसिरहेको के भन्ने अरे स्याङ्माको भ्लगमा भन त लु। अनि हाम्रो भिडियो राम्रो छ भने लाइक शेयर कमेन्ट गर्नु। तिमी चाहिँ को हो भन त? म चाहिँ रोदिना हो। कसको छोरी हो तिमी? म चाहिँ सुशीला। चल्यो यो के हो भनिदेऊ त लु खानेकुराहरूको नाम। स्याउ, अंगुर, स्याउ, ग्रेप्स, लोटी अनि पाउन अनि मासु। साथीहरू यहाँ चाहिँ छ मेरो फ्यामिली मेम्बरहरू। स्वागत छ सबैजनालाई मेरो भिडियोमा। खोइ त नि हेलो नमस्ते खोइ त नि बोल नि लु न छिटो। हेलो नमस्ते ह्यापी माघे सङ्क्रान्ति। आज चाहिँ अनि माघे सङ्क्रान्ति हो। हामी चाहिँ अब खान लागेको छौँ। खाएला गाइस भन न। खाइला गाइस खाऊ फर्स्ट बाइट। मनसुन त बोल्दैन पहिले उखान अरे सक्खर अङ्गुर गुलियामा त्यसपछि मिठो हुँदा यो सक्खर हाल्दिन म। यस्तैमा मिठो लाग्यो। कति मिठो हाम्रो माघे सङ्क्रान्ति। मिठो 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 यो पनि खाऊ भर्खर खानुपर्छ अनि मिठो हुन्छ नि त। अस्ति पनि खानु पो आएको त खानुपर्छ नि भन्दै भेरी त खाऊ मिठो छ खानुपर्छ नि त्यसरी हामी खानु पो आएको। साथीहरू यति चाहिँ हाम्रो फ्यामिली हो। आप्पा चाहिँ भिडियोमा आउनु मान्नु भएन, ऊ भित्र बसेर खाँदै हुनुहुन्छ है त। अनि खै त ऊ मनसुनको तरकारी नखाएको कसलाई देऊ चिची मलाई? यहाँ दुईटा दुना छ कसको यो नखाएको मनसुनले किन नखाएको? सेतै छ नि नखाने मनसुन यो त आलु पनि पर्छ। आलु करेलाको तारु बाबा खाऊ स्पेसलमा उता नजाऊ न भिडियोमा आउनुपर्छ त। यो मम्मी पनि खाइदेऊ। बढी गुलिया खाने होइन है। अलि तातो हुँदा मिठो थियो होला। यो स्पेसलमा पनि खाने हो। बिहानै पकाएको हाम्रो खानेकुरा सेला हाल्छ। यस्तो गरौँ न भित्र यस्तो फालेको छ नौला चुर राख्नु। साथीहरू यो चाहिँ मैले हिजो पोलेको रोटी। आज चाहिँ कसले नि खाँदैन। हिजो खाइहाल्यौँ हामीले। भित्र ऊ छ कि क्या यहाँ त। बोला न गफ गरेर त बेच्नु गर त गफ राति मनसुन नआएर त खै बोल्दैन।
ल अलिकति यहाँ रहेको छ हाम्रो तोम्बा मनसन खाने एकचोटि सट खाइदेऊ त कस्तो छ मिठो मिठो गुलियो एकदम मिठो नखाने ऊ चाहिँ हो मेरो नाना यो अघि कहाँ खाएको थियो आइपुग्यो हेलो अनि यहाँ हुनुहुन्छ हाम्री आमा अनि जेठी नानाको जेठी छोरी हेलो भने अनि यहाँ छ मनसुन अगायो मनसुन अगायो अगाए भन् न बोल रोटी नखाएको टोकेको ल साथीहरू अब यति बाँकी छ है अगाइहाल्यो त अहिले नाच्नु न बाबा तरुल त कसले पनि खायो यस्तो खाएर अगाइहाल्यौँ साथी त्यही भएर साथीहरू तरुल त एक भाँडाको एक भाँडै बाँकी यहाँ चाहिँ हाम्रो बहिनी छिन् भ्लगर बहिनी हाम्रो साथीहरू तुम्बा तुम्बा खाँदैछ कस्तो छ तुम्बा मिठो खै रोजिनाको तोम्बा नि देखाऊ बेबीको तोम्बा चाहिँ यहाँ छ है देखाउनु त खाऊ त मिठो कस्तो छ तोम्बा आज चाहिँ हामी पोइजन गेम खेल्न आँटेको अनि यहाँ चाहिँ अङ्गुरहरू राखेको छ अब चाहिँ कसले टच गर्छ ल पोइजन चुज गर्ने अब रोदिनाले क्लोज गर यता हेर्नु अब जसले जित्छ त्यसले चाहिँ 10 रुपियाँ पाउँछ है ल ल स्टार्ट ल चुज गर तिम्रोमा एउटा पोइजन चुज गर ल लु बेबी अब मनसुनले आँखा बन्द गर होइन होइन एकछिन आँखा बन्द गर मनसुन लु तिमीले यहाँको चुज गर्ने यहाँ यो थालको चुज गर प्लेटको लु राख कुन पो चुज गरेर बिर्सिहाल्यो त बिक्री है भयो लु भयो खाऊ लु अब यहाँको एउटा खाने खाऊ लु खाऊ सेफ एकछिन त उसले खाइसकोस् नि तिमी सेफ भयो कि भएन सेफ भन्ने ल अब बेबीको पालो सेफ भयो कि भएन पोइजन नै खायो त पोइजन नै खाइहाल्यो ल रोजिनाले पाए 10 रुपियाँ फेरि खेल्ने अब रक पेपर गर्ने रक पेपर ल यहाँ चाहिँ अब चाहिँ रक पेपर सिजरको पालो है ल उठेर पो गर्नुपर्छ त रक पेपर त ल ऊ यहाँ पर कहाँ भने ऊ त्यो परको फुल छोएर आउने है ल किन ल छिटो गर न लु छिटो खाऊ लु फेरि स्टार्ट गरिहाल्ने अनि पो मजा आउँछ त त्यो खानेकुरा अलिक पर लैज त ल छिटो खाऊ लु फेरि गरिहाल लु छिटो कुद परको फुल छुएर आउने नि त नि नछुइकन आइहाल्यो हो त्यो छुएर ल लु फेरि स्टार्ट लु फेरि गरिहाल न लु फेरि स्टार्ट
सेम भयो सेम ल सक्यो हाम्रो गेम फिनिस्ड ल पोइजन गेम खेलेर विनर रोदिना समाल पुरस्कार थाप्दैछ सेङमाले दिनुभयो विनरलाई 10 रुपियाँ ओ ताली 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 बजाउने त हामी ताली बजाउने अनि छिटो न नाच्ने मान्छेहरू के भयो छिटो न नाचो न कस्तो खतरा नाचिरहेको छ नाच सुनामी नाच र नाच अझै कति राम्रो नाचेको हौ हेर न साथी गर त सुनामी